हामी कति परलेख गरेर पनि हामीमा प्रेम छैन, हामीमा आदर छैन, हामीमा मानवता छैन, हामीमा त्यो सफ्टनेस छैन भने त्यो अर्थहीन भइरहेको छ भन्ने कुरो आजभन्दा 500-600 वर्ष पहिले कबीरले लेख्नु भएको छ। त्यो दोहा हेरौँ। पढी पढी के पत्थर भया, लिख लिख भया जो ईंट। पढ़ी पढ़ी के पत्थर भया, लिख लिख भया जो ईट। कहे कबीरा प्रेम की लगे न एको छीट। त्यो के भएको हो भनेदेखि रिगार्डलेस अफ जतिसुकै हामी नलेज बढाउँछौँ, हामी विद्वान बन्दैछौँ, लेख पर गएका छौँ, वेद पुराण र विभिन्न भनौँ न पढाइ गर्छौँ र संसारको बारेमा पढिरहेछौँ, तर हामी केमा परिवर्तन भइरहेको छौँ भनेदेखि त्यो ढुङ्गा र इँटमा परिवर्तन भइरहेछ, जुनमा त्यो कुनै इमोसन्स हुँदैन, कुनै सफ्टनेस हुँदैन, कुनै दया हुँदैन र त्यसमा परिवर्तन भइरहेको छौँ। र त्यो यदि हामीमा पढाइ लेखाइको ज्ञानको र यो हाम्रो नलेजको केही प्रभाव छ भने हामीमा त्यो नम्रता, सफ्टनेस, त्यो त्यो प्रेम, अरूप्रति प्रेम जागिनुपर्छ र त्यो प्रेम जागिएन भनेदेखि यो पढाइ लेखाइ को के अर्थ? यसले त हामीलाई वास्तवमा यसले के गरेको छ भने हामी सबैलाई कठोर बनाइदिएको छ। त्यो कठोरता पाइन्छ मोस्ट अफ द ह्युमन बिङ्समा। यदि हामी पढाइ लेखाइको हामीमा कुनै प्रभाव छ, यदि पढाइ लेखाइको हामीमा या ज्ञानको कुनै प्रभाव छ भने हामीमा नम्रता र प्रेम हुनु पर्यो र त्यो बाहिर देखिनु पर्यो। एकचोटि सोचौँ। थ्याङ्क यू। Hello everybody, this is Acharya Ram Birish. Support me and subscribe to my channel. Thank you.